अब एकदम सकिस के भन्दा तपाईँ अब त काठमाडौँ हल्ला बस्ने यो रन्नीको छोराहरू दुनियाँमा त यस्तो काठमाडौँ हल्लाउँथ्यो नि के हल्लाउँदैन काठमाडौँ हल्लाएर बस्छु काठमाडौँ कोही दिन डराउँदैन एक्जाम सक्यो भएर एकदम सकिन्छ जोस आउँदैन केटाहरू भन्नु हो भने जोस आइस मान्छेले अब के गर्छस् त एक्जाम सकेर घर जान्छस् के सुट हान्ने सुट होइन होला हानी अनि त्यसो भन्दा राम्रो कुन चाहिँ एक्जाम गर्दा हेर राम्रो इकोनोमिक्स छ इकोनोमिक्स ठिक छ राम्रो गर नि यस्तो कार कहिले किनिन्छ यस्तो यस्तो कार कहिले किनिन्छ अब किनौँ नि 12 बजी 12 वर्ष मिलाएर किन्ने हो पहिला बजी किनौँ नि भनेपछि अब काठमाडौँ हल्ला बस्ने हो त 12 सकिस् त अनि कति गरममा ल्याइरहेको छ त आज एक्जाम सकिँदा कुरेन बाटोमा सुत्न मन लागिरहेको यस्तो घाममा सुत्दिनुहोस् त सुत्दिहाल्छ म त बहुत नेप्रे मान्छे ए पछाडि कहिले लेख्दै त्यो यो पछाडि साथीहरू भन्नु न अब नयाँ साथीहरू नयाँ साथीहरूले लेख्यो के रहेछ थाहा गङ्गु छेत्री रहेछ बिग फ्यान हो नि त म गङ्गु छेत्रीको छुटे माया ल है कहिले ब्याग चाहिँ कसो भयो त्यो तिम्रो बोकेन मामा अन्त एउटा अब यहाँ युट्युब हेर्ने मान्छेले के भन्नु चाहन्छ त युट्युब हेर्ने मान्छेले के भन्न चाहन्छु भने हाम्रो मामाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् लाइक कमेन्ट सेयर गरिदिनुहोस् हामी अब नेपालकै टप 10 भित्र छिर्ने कोसिस गर्दैछौँ भ्लगरहरूमा टप 10 भ्लगरहरूमा छिटै छिर्न पाओस् यो राजकुमार यामारी के होइन क्या हाम्रो अगाडि हामी फिल्डमा छिरौँ भने त कसले सक्छ भने रात मिलियन सब्सक्राइबर हुन्छ हाम्रो फिल्डमा नगर मात्रै होइन फिल्डमा नभएर अहिलेसम्म त फिल्डमा छिर्न न त 12 भएर अब त कति सक्ने क्या अब तर आज धोर डेली भलक्का भ्लग आउँछ ब्याक टु ब्याक अहिले म फेरि सिक्किमको केटाहरू बोलाएर ब्याक टु ब्याक पुऱ्याइदिन्छु सिक्किमको को नाम भन्दै एउटाको सिक्किमको दया हेङ्राई सिक्किमको केटाहरूलाई फेरि बोलाएर ब्याक टु ब्याक त्यो टोटल इलिमिनेसन गरेर लाउँछु अनि अहिले कुन ठाउँमा आइपुग्यो हामी अहिले हामी यो बनस्थली भनौँ न वहाँस्थली नै हो बनस्थली नै भनौँ हामी पुग्न पर्ने गन्तव्य कहाँ अरे हामी बोल्नु भने नेपाल टार माथि अझै चोक हाइट हो कि नेपाल नेपाल टार आइरहनु